नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई यस आइपिओ सम्बन्धी युट्युब च्यानलमा। म आज पनि तपाईँहरूमाझ नयाँ आइपिओबारे जानकारी लिएर आएको छु। साथीहरू, यदि तपाईँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। हो भने ढिला नगरी विषयवस्तुतर्फ लागौँ। अहिलेको समयमा नयाँ नयाँ कम्पनीहरूले आइपिओ निष्कासन गरिरहेको बेलामा अब भने पुस महिनाको पहिलो कम्पनीको रूपमा भोलिदेखि नयाँ कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। यसर्थ आजको यस भिडियोमा हामीले भोलिदेखि खुल्ने आइपिओको बारेमा पुरा जानकारी पाउनेछौँ। यो कम्पनीले कति किता आइपिओ निष्कासन गर्दैछ, कसका लागि निष्कासन गर्दैछ र कति रुपियाँ बराबरको निष्कासन गर्दैछ भन्ने यो कम्पनीले आइपिओ निष्कासन गरिरहँदा कम्पनीको इपिएस कति छ, कम्पनीको नेटवर्क कति रहेको छ, सो यो अनुसार यो कम्पनीले दोस्रो बजारमा कारोबारमा आउँदा कम्पनीको ओपनिङ प्राइस कति पाउला, हामीले कति रुपियाँसम्म नाफा कमाउन सकिएला यी कम्पनीहरूको बारेमा एकमुष्ट जानकारी पाउनेछौँ। त्यसकारण तपाईँहरू पनि नयाँ कम्पनीको आइपिओको पर्खाइमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि उपयोगी हुनेछ। तसर्थ भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोला। साथै आइपिओ एफपिओ सेयर मार्केटबारे सम्पूर्ण जानकारी एउटै ठाउँबाट हेर्न र सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। हो भने ढिला नगरी लागौँ विषयवस्तुतर्फ। भोलि पुस 3 गतेदेखि आइपिओ निष्कासन गर्ने कम्पनी रहेको छ भोजुङ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले अहिलेको समयमा पहिलो चरणका आयोजना प्रवाहित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको लागि आइपिओ निष्कासन गर्ने भएको छ। यो कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि कति किता आइपिओ निष्कासन गर्दैछ, कहिलेदेखि निष्कासन गर्ला, यसको बारेमा जानकारी पाउन चाहनुहुन्छ भने तपाईँहरू सर्वसाधारण लगानीकर्ता हुनुहुन्छ भने पनि यस कम्पनीको भिडियो अन्तिमसम्म हेरिदिनुहोला। सबैजनाले कम्पनीको बारेमा जानकारी पाएर मात्र आइपिओ भर्नुहोला भन्ने चाहन्छु। भोजुङ हाइड्रो पावर लिमिटेड कम्पनी केही समय अगाडि मात्र आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। कम्पनीले आफ्नो जारी पुँजी 1 अर्ब रुपियाँको 20% हुनाउने करिब 20 करोड बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 20 लाख किता आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको छ, जसमा कम्तीमा 10 किताको दरले बाँडफाँड गर्दा 2 लाखजना भागेमानी लगानीकर्ताहरूले मात्र यो कम्पनीको आइपिओ हात पार्न सफल हुनुहुनेछ। यसै यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको 10 लाख किता सेयरको करिब 10%ले हुन आउने 1 करोड रुपियाँ बराबरको 100 अङ्कित मूल्यका दरले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिककर्ताहरूको लागि छुट्याएको छ, जसमा 10,000 जना भागेमानी वैदेशिक रोजगारमा रहेका मानिसहरूले मात्र पाउन सक्नेछन्। कम्तीमा 10 कितादेखि बढीमा 50,000 कितासम्म भर्न पाउने छ, तर तपाईँहरूले 10 कितासम्म मात्र भर्नुहोला। यस कम्पनीको आइपिओ भर्ने मिति भोलि पुस 3 गतेदेखि पुस 7 गतेसम्म रहेको छ र यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि 8 लाख कितादेखि 8.5 लाख कितासम्म निष्कासन गर्न सक्ने हाई चान्स रहेको छ र यस कम्पनीको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा 80,000 जना भाग्यशाली लगानीकर्ताहरूले 10 किताका दरले हात पार्न सक्ने सम्भावना रहेको छ। आइपिओ निष्कासन गर्न गरेको रेटिङमा रेटिङ एजेन्सीले सिंगल B+ ग्रेड रेटिङ दिएको छ। यस कम्पनीको अर्निङ पर सेयर अथवा प्रति सेयर आम्दानी -10.81 रुपियाँ रहेको छ र यस कम्पनीको प्रति सेयर नेटवर्क 90.04 रुपियाँ रहेको छ। यो एकदमै कम मानिन्छ र यस कम्पनी दोस्रो बजारमा कारोबारमा आउँदा 90.04 रुपियाँदेखि यसैको 3 गुणाले हुन आउने 270.12 पैसासम्म ओपनिङ रेन्ज हुन सक्ने सम्भावना रहेको छ र यस कम्पनीमा कारोबारमा आउँदा प्रति किता 400 देखि 600 सम्म फाइदा कमाउन सक्ने सम्भावना रहेको छ। र साथीहरू, आजको भिडियो यति नै हो भने दोस्रो भिडियोमा फेरि पनि भेटिनेछौँ। हस्त, धन्यवाद।